नमः। ओम गन्धाक्षरपुष्पाणि समर्पयामि नमस्करोमि। ल अब त्यहाँनिर अब कुशल लिगौँ है, सङ्कल्प गरौँ है। सबै त्यो बत्तीहरूलाई चाहिँ एक अर्कादेखि चाहिँ छुवाएर राखौँ है। त्यो पालाहरूलाई चाहिँ एक अर्कालाई चाहिँ टच गरेर राखौँ। पालाहरू सबैलाई एक अर्कालाई चाहिँ छुवाएर राखौँ है। पालालाई एक अर्कालाई छुवाएपछि हामीले एउटा एउटा पालालाई छुयौँ भने पनि सबैलाई छुए समान हुन्छ। त्यसैले ल अब कुश र जल लिएर पालाको त्यो बाहिरपट्टि छुनु होला है त। अब सङ्कल्प सुरु भयो है। हरि ओम तत्सत् हरि ओम तत्सत् हरि ओम तत्सत् सुधारो नक्षत्रं विष्णुदेवतयोगस्यगणं सर्वैश्चैव सर्वं विष्णुमयं जगत् जले विष्णुतले विष्णु विष्णुभूतमस्तके जलामालकुले विष्णु सर्वं विष्णुमयं जगत्। ओम हरि ओम तत्सत् हरि ओम तत्सत् हरि ओम तत्सत् ओम विश्वं विष्णुभूतमहाप्राण विष्णु राज्य प्रभुमानसृष्टिकार्यं ब्रह्मविद्य श्री श्वेतवराह कल्पे वैवचनं द्रष्टारं सत्यतत्व प्रान्ते कलियुगे कलर्षणगुणकेवाद सन्यादि वर्तन्ते जगन्निवास देशे पूर्वोच्चारि संकल्प सिद्धिरस्तु पूर्वोच्चारि पंचांग सिद्धिरस्तु। अध्येह आत्रेय गोत्रोत्पन्नो अहं मम गोत्र नाम लिएर अहं मम भन्नुहोला है। अब छोरीहरूले चाहिँ आफ्नो गोत्र के छ गोत्र लिएर अहं मम भनेर आफ्नो जुन राशिको नाम छ त्यो राशिको नाम उच्चारण गर्नुहोस्। बुवाले भने मूल कर्ता बुवाले भने सबै परिवारले युक्त सपत्नी सहित पुत्रहरूको सहितमा छोरीहरूको सहितमा नाति नातिनाहरू सबै सपरिवार बन्धु बान्धव आदि सबैजनाको साथमा यो श्रीमद् भागवत महापुराण अन्तर्गत हामीले यो जुन 2,50,000 हामी बत्ती जुन बाल्दैछौँ त्यो बाल्दाको सङ्कल्प र यो अखण्ड भागवत पाठ पारायण परिपूर्ण होस् भन्नका निमित्त र हामीले जुन कामना गरेका छौँ जुन कामनाले जुन उद्देश्यले हामीले यो भागवतको आयोजना गर्यौँ त्यो आयोजना गरेको जुन उद्देश्य छ त्यो उद्देश्य परिपूर्ण होस् भनेर बुवाले सम्झिनु होला। सबै परिवारहरूले संयुक्त छु भनेर सम्झिनु है त। ओम सपरिवार सपत्नी सपुत्र पुत्रहरू सपुत्रादि सहितो अहं मम पुत्र पौत्र प्रपौत्रादि सहित पौत्री प्रपौत्रादि सहितो अहं मम सबन्धु बान्धवादि सहितो अहं मम ओम सहितो अहं मम सपरिवारस्य सहितो अहं मम समस्त जन्म बाल्य यौवन वार्धक्यावस्था स्ववस्तुपरिपार्जित कायिक वाचिक मानसिक सांसारिक पातकानां तथा भक्षणागम्यागमनादि पातकोपपातकानां तथा रजोवस्थायां ज्ञानतो अज्ञातो वा प्रमलालोभात् कामात् अवापति बन्धु परिवारांश्च। अब महिलाहरूले चाहिँ के सोच्नु पर्यो भन्दा हाम्रो जुन मासिक धर्म भएको हुन्छ त्यस्तो अवस्थामा हामीले नछुने ठाउँमा छोइयो होला, हामीले छुन नहुने ठाउँमा छोइयो होला, अनेक प्रकारका त्यो अवस्थामा अनेक प्रकारका कर्महरू भए होला। ती कर्महरू पनि हाम्रो यो लक्ष्यवत्तिकाको माध्यमबाट सबै पापहरू नाश भएर जाउन् भनेर सम्झिनु होला। कायिक वाचिक भनेको देहद्वारा भएका जति पनि पापहरू छन् पापहरू नाश भएर जाउन् भनेर सम्झिनु होला सबैजनाले। र वाचिक भनेको बाणीद्वारा हामीले कतिपय कुराहरू गर्दछौँ भने कुनै बाणीहरूबाट हामीले कुनै पापहरू भएको छ भने त्यो पापहरू पनि नाश भएर जाउन् भनेर सम्झिनु होला। कायिक वाचिक मानसिक रूपमा हामीले मनै सोच्छौँ कुनै पनि कुराहरू हामीले मानसिक रूपमा सोच्दाखेरि नराम्रो सोच्यो होला, त्यो मानसिक रूपमा सोचेका पापहरू पनि नाश भएर जाउन्। कायिक वाचिक मानसिक सांसारिक भनेको सांसारिक अरूको संसर्गबाट भएका पापहरू पनि सबै नाश भएर जाउन्। हामीले नखाने चिजहरू खायौँ होला र नजाने ठाउँमा गयौँ होला, नसुन्ने कुराहरू सुन्यौँ होला, नबोल्ने कुराहरू बोल्यौँ होला, नहेर्ने कुराहरू हेर्यौँ होला, ती सबै पापहरू नाश भएर जाउन् भनेर सबैजनाले कल्पना गर्नु होला है त। परिवारांश रूपक स्पर्श परुषाना
दैव पैतृक कर्मपात या लोपकृते तत्क्षरी रोदपन्न बालवैधक्षयपूर्वकम् अखण्ड सौभाग्य प्राप्त्यर्थम् इह लोके मानवलो